रासपा नेता राजीव खत्रीले सरकारमाथि प्रश्न उठाउँदै भने सरकारहरू धेरै बदलिए तर किसानका समस्याहरू जस्ताका तस्तै रहे। नेपालमा सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, नीति फेरिन्छ, तर किसानको नियति कहिले पनि फेरिँदैन। यो सत्य हो। र हरेक असारमा धान रोपाई सुरु हुन्छ, त्यससँगै सुरु हुन्छ अर्को परिचित राष्ट्रिय सङ्कट, राष्ट्रिय मलको समस्या सुरु हुन्छ। गोदाममा मल हुने तर किसानले नपाउने भने झुट कसले बोलेको हो? झुट त कसरी बोलेको छ? यदि किसानले झुट बोलेको हो भने अब भन्नु पर्यो। यदि पालिकाले मल नलगेको, मल नउठाएको हो भने कुन पालिकाले मल नलगेको उनीहरूको नावली सहित वेबसाइटमा राख्नु पर्यो। किसानले मल पाउँदैनन्, पालिकाले उठाउँदैनन् भने कुन पालिकाले उठाउँदैनन्, मिडिया साथीहरूलाई लिएर जाउँ, त्यो गोदाममा लिएर जाउँ, लिस्ट हेरौँ र त्यो पालिकाको नावली बाहिर प्रकाशन गरौँ। किनभने चिनाउनु पर्छ। किसानलाई मल नदिने जनप्रतिनिधिलाई चिनाउनै पर्छ, त्यो प्रदेश सरकार होस् कि पालिका होस्। किनभने यो चिनाइएन भने यो ब्लेम चाहिँ सरकारप्रति लागिरहन्छ, औँला उठिरहन्छ।